गाइस अहिले चाहिँ हामी गोर्खाभन्दा माथि होइन यस्तो नाइस प्लेसमा आएको छ हेर्नु न। ओ माई गड ए हाम्रो सञ्जित भाइ के छ भाइ चिल छैन त? ओ माई गड हेर्नु अनि यहाँ हेर्नु गाइस यस्तो दामी ठाउँ छ यार। ओ गाइस अहिले हामी चाहिँ यो होइन गोर्खाको दरभन्दा लगभग 1.5 किलोमिटर माथि चाहिँ हामी बटुक भैरव भन्ने मन्दिरमा चाहिँ गइरहेछौँ होइन। अनि बिच बाटोमा हामी यो एकदम थकाइ मानेर यहाँ बसेको एकदम नाइस प्लेस रहेछ क्या हेर्नु न। ओ माई गड होइन नो वर्ड टु डिफाइन कि अब कुनै शब्द नै छैन क्या यो चिजलाई चाहिँ मैले विश्लेषण र व्याख्या गर्न चाहिँ क्या यति सुन्दर प्रकृतिको मनमोहक ठाउँ छ कि यो होइन। ओ माई गड यहाँ हामीले बाटोमा मृग बाँदर पनि भेटेका थियौँ होइन। अनि चराचुरुङ्गीको त्यो सुमधुर आवाज ओ कस्तो मन्त्रमुग्ध के होइन। आमा बयान कसरी गर्ने क्या होइन नेपाल होइन प्रकृतिको यति सुन्दर यति धनी ठाउँ हो भनेर चाहिँ होइन हामीले सुनेका पनि छौँ र होइन सुनेका पनि थियौँ। तर नेपाल साँच्चैको प्रगतिको धनी नै रहेछ क्या। आमा होइन गाइस यार लो होइन गाइस हामी चाहिँ अहिले यो गोर्खाभन्दा लगभग 1.5 किलो माथि चाहिँ हामी यो माथि यो बटुक भएर भन्ने ठाउँमा गइरहेको छौँ होइन। अहिले चाहिँ हामी बाटोमा छौँ एकदम नाइस प्लेस छ होइन। अनि मसँग चाहिँ मेरो प्यारो भाइ होइन सञ्जित तामाङ होइन नेपाली स्टारम्यान है नेपाली मुभीको स्टारम्यान छ होइन। अनि म एपिडी चिफ एसिस्टेन्ट एक्सन डिरेक्टर होइन। अहिले चाहिँ हामी पुरा यहाँ चाहिँ यस्तो रमणीय स्थानमा आएको छ कि हामी होइन हामी जस्तो थकाइ लाएर हिँडेको पनि यहाँ आएपछि हामीलाई कस्तो कुल फिल भयो क्या। लभ अफ नेचर के ओ माई गड होइन बवाल के अब म के बयान नै गर्न सक्दिनँ कि यति कुल यति पिस छ क्या प्लेस होइन। जङ्गलहरू चराचुरुङ्गीहरूको आवाजहरू यहाँको जनावरहरू पनि हामीले भेट्यौँ होइन। हामीले मृग भेट्यौँ अब हामीले बाँदरहरूलाई भेट्यौँ बाँदर त अब प्रायः जहाँ पनि भेटिन्छ होइन मृगलाई पनि हामीले देख्यौँ क्या खुसी लाग्यो। ओ माई गड है नाइस प्लेस के हाम्रो मिस्टर इस्टर्न म्यान है। यो जुन हामी आइरहेको चाहिँ गोर्खा दरबारभन्दा माथि हो होइन। यो चाहिँ यस्तो नाइस प्लेस छ कि होइन आई कान्ट अब म भन्नै सक्दिनँ क्या यसको हेर्नु वाउ म यता सब भ्यूहरू लिने चाहिँ म चाहिँ हाम्रो मिस्टर खम्स है हो हाम्रो सञ्जित कस्तो लागिरहेछ? बवाल छ है कस्तो हिँडेर लागेको थकाइ छ नि सब हरा यार बवाल ठाउँ छ कि। ओ माई गड यहाँ यस्तो छ होइन गाइस। अनि यो जुन छ नि यहाँबाट यस्तो दामी छ होइन गाइस यो छ नि अर्को गाई छैन फेरि अर्को पनि यस्तो छ क्या। अनि जुन म बसिरहेको छ नि यो चाहिँ अलिकति चारपाटे छ होइन। ओ माई गड गाइस हामी दुईजना दाजुभाइ चाहिँ होइन पुरा यो ओ हामी दाजुभाइ चाहिँ होइन अब हामी बाटोतिर लाग्दैछौँ माथि यो बटुक भैरवको बाटो यहाँ सानो हामीले भगवान्को मन्दिर देखेका छौँ। सायद कुन भगवान्को मन्दिर थाहा छैन हामीलाई फेरि। यस ओम नमः शिवाय होला सायद आइन्छ है। महादेवको सुन्दर मन्दिर छ यहाँनिर यार। यो चाहिँ बाटो यत्रो निकाल्छ होइन गाइस जय भगवान् रक्षा गर्नु दाहिने घुम होइन। ओम नमः शिवाय। अहिले हामी चाहिँ यो वज्र भैरव जाने क्रममा बाटो तिर्खाएर हाम्रो प्यारो दाइले चाहिँ हामीलाई पानीको व्यवस्था गरिदिनु भएको छ है एकदम उहाँलाई एकदम धन्यवाद। अब हामी यो बाटोबाट चाहिँ माथि लाग्नेछौँ। अहिले चाहिँ हामी पानीको व्यवस्था दाइले गर्नुभएको छ एकदम खुसी लागिरहेछ रमाइलो लागिरहेछ। गाई चाहिँ काली छ नि हेर्नु कुडेको काली छ यार। पग्लोको यही होला वज्र भैरव। ओम नमो शिवाय। यस्तो राम्रो ठाउँ यार माइन्ड ब्लोइङ हो भगवान्। जय भगवान्। ओम सोम oh place beautiful place guys।
गाइज हामी चाहिँ होइन सके मैले अघि त्यहाँ तल चाहिँ मैले बटुक भएर भने होइन खास चाहिँ उहाँ भगवान्को नाम चाहिँ वज्र भएको रहेछ साह्रै रमाइलो रहेछ होइन साह्रै एकदम रमाइलो एकदम शान्त पनि रहेछ होइन यो चाहिँ गोर्खाको एकदम सबभन्दा चाहिँ टप पोइन्टमा रहेछ गोर्खा दरबारको छ नि सबभन्दा माथि एउटा डाँडाको सबभन्दा पिक ठाउँमा रहेछ एकदम रमाइलो भयो भगवान्को शरणमा जान पाएँ मन एकदम शान्त भएको छ हामी अब फर्किँदैछौँ सञ्जित भाइ हेलो अनि म प्रदीप होइन एपिडी पुरा फर्किरहेको छौँ यो चाहिँ हाम्रो तलको चाहिँ शिव मन्दिर हो है फेरि गाइज यो जुन देखिरहेको छ नि यो हामी जान यो गोर्खाको यो दरबारभन्दा माथि सबभन्दा माथिको चुचुरोमा हामी आएको छौँ योभन्दा माथि चुचुरो नै रहन्छ हामी योभन्दा माथि पनि हाम्रो जाने चाहिँ धोको थियो तर चुचुरो नभएको कारण हामी जान गएनौँ किन हामी लास्ट पोइन्टमा आयौँ जो लास्ट पोइन्टमा चाहिँ हाम्रो यो वज्र भैरव मन्दिर हुन्छ होइन यहाँ चाहिँ एउटा के मन्दिर छ भने यहाँको भगवान्सँग चाहिँ हामीले अन्तर मनदेखि स्वच्छ मनदेखि जे कुरा माग्यो होइन त्यो कुरा चाहिँ उहाँले पुऱ्याउनु हुन्छ भनेर चाहिँ हामीलाई अघि हामीले यहाँ तिर्खा पानी मागेको दाइले भन्नुभएको थियो हामी आउँदाखेरि बाटोमा यस्तो उकालो आयो कि होइन अब तिर्खा लागेको थियो होइन अब जस्ट प्यास लागेको थियो त्यसपछि हामीले एकदम दाइलाई चाहिँ हामीले यहाँ उतापट्टि देखाउँदै यता दाइ यो हाम्रो यो चाहिँ पानीको मुख रहेछ होइन यहाँ नेपाल टेलिभिजनको पनि रहेछ अनि यो फोनहरूको उनी रहेछ होइन यहाँबाट चाहिँ हामीले यहाँ गएर चाहिँ हामी यहाँको दाइसँग पानी मागेर खायौँ एकदम रमाइलो लाग्यो त्यो भगवान्सँग चाहिँ हामी नेपालमा चाहिँ होइन शान्ति मिलोस् होइन होइन नेपालमा शान्ति होस् नेपाल शान्ति क्षेत्र होस् होइन सबै नेपालमा शान्ति मिलोस् भन्दै अब हामी चाहिँ अब यो एक्सन मास्टर एपिडी च्यानलको भ्लगलाई चाहिँ तपाईँहरूले सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला अनि कमेन्ट गरिदिनु होला फर्कने क्रममा हामी छौँ बाटो अघि हामी जुन बाटो आएका थियौँ त्यही बाटो हामी फर्केका छौँ अनि सायद त्यो पारीको चाहिँ एकदम रमाइलो स्थान थियो हामीले अघि त्यहाँ भिडियो बनाएका थियौँ नि त्यही ठाउँ हो त्यो चाहिँ एकदम पिस प्लेस छ है दिस एकदम खतरा पिस प्लेस छ है गाइज कुन काली छ बाटो है गाइज जङ्गलको बाटो हामी यही बाटो हामी अब जस्तै तल जानुपर्छ जुन अघि मैले भने नि एकदम नाइस प्लेस भनेको यही हो है मैले भिडियोमा नि मैले भनिसकेको थिएँ नि नाइस प्लेस छ लास्ट नाइस जङ्गल है ओला नि है वन्यजन्तु आयो हो के हो बाघ क्या वाट इज द्याट ओ माई गड के हो यार यो यता आउँदैछ त यार यसलाई के गानै हाल्छ नि चाइनिज कुम्फू देखाउँछ